आज चाहिँ मेरो सन्डे स्पेसल चाहिँ छ। म चाहिँ बनाउन आँटेको छु कोफ्ता है। यो चाहिँ हो न्युटेला। आजकल चाहिँ यो न्युटेला पनि यस्तो मसिनो उयो गरेको नै रेडिमेड पाउँछ बजारमा है। हो त्यो ल्याएको थिएँ हो त्यो त्यहाँदेखि न्युटेला, त्यहाँदेखि बेसन हालेको छु, त्यहाँदेखि अलिकति तिखा लाल हालेको छु, त्यहाँदेखि अलिकति नुन है, त्यहाँदेखि अलिकति हुचिङ हालेको छु। तपाईँले हुचिङ नहाल्दाखेरि खानुहुन्न भने नहाल्दाखेरि पनि हुन्छ है। मैले चाहिँ अलिकति थोरै मात्रै हालेको छु है। त्यहाँदेखि यसमा मैले मसलाको रेडी गरिसकेको छु। यसमा मैले जिरा धनिया र प्याज मात्रै हालेको छु है। किनभने तपाईँहरू लसुन अदुवाहरू खानुहुन्छ भने एड गर्नु सक्नुहुन्छ, हामी चाहिँ खाँदैनौँ र नहालेन है। अन्त यहाँनिर चाहिँ टमाटर मैले चप गरेर राखिसकेको छु है। अनि यसमा चाहिँ अलिकति अब पानी हाल्दै यसमा चाहिँ मैले यो सबै मजाले मिक्स गर्नुपर्छ है साथीहरू। यसरी मजाले मिक्स गरेर चाहिँ त्यहाँदेखि अलिअलि पानी हाल्दै यसलाई डो बनाउनु पर्छ। यसरी मजाले मिक्स गरिसकेपछि पानी हाल्दै त्यहाँदेखि यसलाई आफूले कत्रो साइजको बनाउनु छ त्यसरी बनाएर यसलाई यसो गरेर चाहिँ यसरी बनाएर चाहिँ तपाईँले फ्राई गर्नुपर्छ है साथीहरू। यसरी मजाले डल्लो डल्लो बनाइसकेपछि चाहिँ है मजाले त होइन, हेर्नुहोस् न मेरो कसै ठुलो कसै सानो भइरहेको छ है। पाकिस्तानमा लगेर पड्काइदिनुपर्छ कि यो बाउलाई। अन्त त्यहाँदेखि यहाँ मेरो तेल पनि खरिसकेको छ है। यसमा चाहिँ म एउटा एउटा गर्दै हाल्छु है। यसरी मजाले फ्राई गर्नुपर्छ। बिस्तारै जोगेर हाल्नुपर्छ, यो चाहिँ नभए तेलले फेरि आग पोल्छ है साथीहरू। यतिको फ्राई भइसकेपछि तपाईँहरूले चाहिँ यसलाई निकाल्नुहोस् है। निकाल्नुपर्छ यसलाई चाहिँ यसरी। फ्राई गरिसकेपछि चाहिँ यसरी मसला मजाले तेलमा पकाउनुपर्छ है। जबसम्म यो मसलाको चाहिँ पानी छोड्दैन तबसम्म मजाले पकाउनुपर्छ है। यसमा यसरी पाकिसकेपछि चाहिँ यो मजाले मसला यस्तो हुनुपर्छ साथीहरू। मजाले यस्तो भइसकेपछि चाहिँ यसमा म अघि चप गरेको टमाटर एड गर्छु है। यसमा टमाटर लगाएपछि यो टमाटरलाई पनि मजाले पकाउनुपर्छ है। यस्तो ग्रेभी निस्किनु पऱ्यो नि त है। सकेपछि किनभने यो यसभित्रसम्म मसला पस्नु पऱ्यो नि त, त्यो भएर एकछिनसँग यसलाई पकाएर छोपिदिनुहोस् है। यसरी छोपिदिनुहोस् मजाले है। एकछिनसँग छोपेर राख्नुहोस्। त्यहाँदेखि मेरो कोफ्ता इज रेडी। हेर्नुहोस् त मेरो कोफ्ता चाहिँ एकदम रेडी भयो खानुको लागि। अब म ग्यास अफ गर्छु है। यसमा तपाईँहरूले माथिबाट हरियो धनिया हाल्नु सक्नुहुन्छ है। मेरोमा चाहिँ छैन र हालिनँ मैले है। तपाईँहरूकोमा छ भने चाहिँ हाल्नुहोस्। र कस्तो लाग्यो मेरो कोफ्ता तपाईँहरू कमेन्ट गर्नुहोस् होला। हवस् त साथीहरू, बाई बाई, ह्याभ अ नाइस डे, ह्याप्पी सन्डे।